विभिन्न पूर्वाधार बनाउने कुरामा तपाईँहरूले चाहिँ बजेट विनियोजन गरेर यसको समृद्धि र विकासलाई अगाडि बढाउनेछ भन्ने पूर्ण आशा राख्दछु र त्यस्तै गरी उनीहरूका गाउँपालिकाले प्राविधिक लगायत समन्वयकारी भूमिकामा हामीले हाम्रो आन्तरिक स्रोतबाट चाहिँ विभिन्न वित्तीय अनुशासनलाई पालना गर्दै अगाडि बढ्ने कुरामा उनीहरूका गाउँपालिका पनि सहकारी गरेर अगाडि बढ्नेछ भन्ने प्रतिबद्धता पनि मैले राख्न चाहन्छु। समयको पाबन्दी छ भने धेरै कुरा बोल्न चाहिन्न। यो हाम्रो संस्कार हो, संस्कृति हो, परम्परा हाम्रो पुस्ताले जोगाउँदै ल्याएको यो संस्कारलाई भावी चाहिँ पुस्ताहरूमा हस्तान्तरण गर्नको निम्ति चाहिँ यो होसाइकुण्ड युवा क्लबले महत्त्वपूर्ण भूमिका खेलेको छ। सबैमा फेरि होसाइकुण्ड युवा क्लब परिवारलाई हार्दिक नमन गर्न चाहन्छु र उनीहरूका गाउँपालिकाले यस कार्यक्रमलाई सम्बोधन प्रबन्धन र समृद्धि गर्नको लागि पुस्तान्तरण गर्नको लागि पनि हातेमालो गर्दै आफ्नो विभिन्न कानुनी आफ्नो यो सुनित स्रोत र साधनको बावजुद पनि यहाँ हामीले सहकारी गर्नेछौँ भन्ने गरी पनि रहेका छौँ। त्यो कुरा पनि जानकारी गर्नेछौँ र भावी दिनमा पनि हाम्रो सहकारी चाहिँ सधैँ चाहिँ हातेमालो समन्वयकारी भूमिका रहनेछ भन्ने कुरा पनि व्यक्त गर्दै सबैलाई यो कार्यक्रममा उपस्थित भएर आफ्नो महत्त्वपूर्ण समयको पाबन्दी पनि हाम्रो संस्कार संस्कृति र पुस्तान्तरण हस्तान्तरण गर्नको निम्ति यो कार्यक्रममा एकजुट हुनुहुने तमाम सबै र स्वभावदेखि लिएर देशका विभिन्न क्षेत्रबाट यो पर्यटन आन्तरिक पर्यटन प्रवर्धनलाई जगेर्ना गर्नको निम्ति उपस्थित सम्पूर्ण महानुभावहरूमा फेरि एकचोटि हार्दिक धन्यवाद ज्ञापन गर्दै मैले मेरो शुभकामना मन्तव्यलाई यहीँ गर्न चाहन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। आजका हाम्रा कार्यक्रमका अतिथि उत्तरिया गाउँपालिकाका उपाध्यक्ष सम्मिलित गरिन्छु र पक्कै उहाँले भनेको जस्तै नुवाकोट र रसुवा जिल्लाको सङ्गम स्थलका रूपमा परिचित यो बेतनौती एउटा केवल भौगोलिक रूपमा मात्र नभई ऐतिहासिक दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण स्थान रहेको छ। यसलाई जानकारी गराउन चाहन्छु। यो एउटा ऐतिहासिक दृष्टिकोणले पनि एउटा महत्त्वपूर्ण स्थल रहेको छ। ऐतिहासिक पृष्ठभूमि हेर्दा विक्रम सम्वत 1849मा नेपाल र तिब्बत बिच यो यही किनारमा बेतनौतीका किनारमा चाहिँ सम्पन्न भएको एउटा व्यापारिक सन्धिको विशेष रूपमा उल्लेख्य मानिन्छ र त्यही सन्धि नेपाली पक्षले विजय भइसकेपछि यो खुसियालीमा गोरु जुधाएको जुन उत्सव छ त्यो उत्सवलाई चाहिँ हामीले पुस्तादेखि चलाउँदै यतिखेर होसाइकुण्ड युवा क्लबले त्यसलाई इँटा थप्ने काम गरेको छ र त्यस कारणले यो एउटा बेतनौतीको एउटा ऐतिहासिक पर्व पनि हो र यो पर्वमा यो रमाइलो माहौलमा यहाँहरू पनि साथ भइरहनु भएको छ। यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र आजको यस कार्यक्रमलाई रेडबुलले कार्यक्रम स्पोन्सर गरेको छ। फेरि पनि रेडबुललाई धेरै धेरै धन्यवाद र सँगसँगै यहाँलाई अन्तिमसम्म हाम्रो प्रस्तुतिमा रहन आग्रह गर्न चाहन्छौँ। आजको लागि हाम्रो द यात्रा ब्यान्डको पनि प्रस्तुति रहनेछ। यो सबै कार्यक्रमपछि हाम्रो विशेष साङ्गीतिक कार्यक्रम रहनेछ। उहाँहरूको टिम मेम्बरहरू ब्यान्डको टिम मेम्बर हामीसँग हिजो नै काठमाडौँबाट बेतनौती आइसक्नु भएको छ। उहाँहरूको प्रस्तुति पनि तपाईँहरूमा राख्नेछौँ। लगायत अन्य कलाकारहरूको पनि प्रस्तुति रहनेछ र यति भन्दै अहिले पनि हामी गोरु जुधाइ नै हेरौँ एकछिन र अझै पनि हाम्रो अन्य कार्यक्रमहरू बाँकी रहेका छन्। शुभकामना मन्तव्य क्रममा छोटो अनि मिठो शुभकामना मन्तव्य पेश गरिदिनु हुन आजका हाम्रा कार्यक्रमका विशेष अतिथि विद्युत नगरपालिकाका उपप्रमुख श्री प्रभा बोगटीज्यूलाई म
स्टेजमा आमन्त्रण गर्न चाहन्छु। अवसरमा गोसाइको युवा क्लबले आयोजना गरेको यो बेत्रावतीको ऐतिहासिक पर्व मकर सङ्क्रान्ति मेला तथा गोरु जुधाइ प्रदर्शनी विभिन्न सांस्कृतिक कार्यक्रमको अध्यक्षता गरिराख्नुभएका यस गोसाइकुण्ड युवा क्लबका अध्यक्षज्यू, कार्यक्रममा प्रमुख अतिथिको रूपमा हामीमा उपस्थित हुनुभएका हाम्रो विभिन्न नगरपालिकाका नगर प्रमुखज्यू, यस्तै कार्यक्रममा उपस्थित हुनुभएका नुवाकोट जिल्लाका प्रमुख जिल्लाधिकारीज्यू, उत्तरगया गाउँपालिकाका उपाध्यक्षज्यू, कालिका गाउँपालिकाका उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू र यस कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरेर उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू, बेत्रावती हामीले कुनै चिनाइराख्नुपर्ने नाम होइन। इतिहास, सांस्कृतिक, धार्मिक र मौलिक पक्षले भरिपूर्ण हाम्रो यस ठाउँमा यसको आफ्नो छुट्टै महत्त्व र विविधता बोकेको छ। त्यो सामरिक दृष्टिकोणले, व्यापारिक दृष्टिकोणले अथवा धार्मिक मौलिक दृष्टिकोणले पनि यो ठाउँको आफ्नै महत्त्व विशिष्टता रहेको छ। यो ठाउँको अझै प्रवर्तनात्मक ढङ्गले अगाडि बढाउनुपर्छ भनेर स्थानीय युवा क्लबहरू, विशेष गरेर यो माघे सङ्क्रान्तिको अवसरमा गोसाइकुण्ड युवा क्लबले आफ्ना वरिपरिका स्थानीय सरकारहरूसँग समन्वय गरेर जुन एउटा भव्य कार्यक्रम हरेक वर्ष गर्दै आइरहेको छ, म विदुर नगरपालिका उपप्रमुखको तर्फबाट यसको लागि म धन्यवाद दिन चाहन्छु। आफ्नो कुनै पनि ठाउँ धनी हुनको लागि आफ्नो ठाउँभित्र रहेका सम्भावनाहरू, त्यसको ऐतिहासिक पक्षहरू, सांस्कृतिक महत्त्वका विषयहरू बारे जानकार हुनुपर्छ र त्यो जानकार भएर त्यसलाई चाहिँ अघि बढाउनको लागि उपयुक्त नीति, बजेट र कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने हुन्छ। विदुर नगरपालिकाले आफ्ना यस्ता ऐतिहासिक, सांस्कृतिक महत्त्व बोकेका ठाउँहरूको निरन्तर विकासको लागि, निरन्तर प्रवर्धन गर्नको लागि बजेटहरू, कार्यक्रमहरू विनियोजन गरिराखेका छौँ। हामीले गत वर्षहरूभन्दा यो वर्ष आउँदै गर्दाखेरि यहाँका बदलिएका स्वरूपहरूबाट पनि के कति विकास भएका छन्। सङ्घीय सरकारका आयोजनाहरूबाट अघि बढेका विकास निर्माणका कुराहरू होस्, प्रदेश सरकारबाट अगाडि बढेका विकास निर्माणका कार्यक्रमहरू होस्, अथवा स्थानीय सरकारबाट अघि बढेका विकास निर्माणका कार्यक्रमहरू होस्, जसले गर्दा हाम्रो आवाज, हाम्रो उपस्थिति हरेक वर्षभन्दा बढ्दै जानु पनि यो ठाउँमा भइरहेका सरकारका तर्फबाट भइरहेका प्रयासहरूको एउटा सबुत हो भन्ने मलाई लाग्छ। म यो हरेक वर्ष यसलाई अझ बृहत बनाउनको लागि स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोगहरूमा हामी सधैँ सँगसँगै छौँ भन्दै किसानहरूले पनि जुन उत्साहसहित यहाँ चाहिँ गोरु जुधाइ मेलामा चाहिँ सहभागिता जनाउनु भएको छ, म उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिँदै तपाईँ टाढा टाढाबाट तथा नजिकको भूभागबाट आउनुभएका सम्पूर्ण महानुभावहरूलाई आफ्ना क्षेत्रभित्र रहेका यी महत्त्वपूर्ण धरोहरहरू, महत्त्वपूर्ण विविधताहरूबारे नजिकबाट निहालेर अझ यसको विकासको लागि के कस्ता कार्यक्रमहरू स्थानीय सरकारले अगाडि बढाउन सक्छ, एउटा नागरिकको तर्फबाट पनि आफ्नो धारणा आओस्, स्थानीय सरकारहरूलाई भन्नुहोस् भन्दै यो ठाउँको निरन्तर विकासको लागि हामी सँगै नै रहनेछौँ भन्दै गोसाइकुण्ड युवा क्लबले म मात्र होइन, म सहित मेरा स्थानीय स्तरमा रहेका चाहिँ सम्पूर्ण सङ्घ संस्थाहरूलाई जोडेर स्थानीय सरकारहरूसँग समन्वय गर्दै हामी कार्यक्रम गर्छौँ भन्ने जुन स्पिरिट देखाउनु भएको छ, त्यसको लागि धन्यवाद दिँदै यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै म ओजेलमाले हस्त धन्यवाद।